मतलब के हो? आमाको मतलब मेरो सानी आमा हो। मैले तपाईको आमाको बारेमा सोधेको, सानी आमाको बारेमा होइन। आमाको बारेमा भन्नुहोस्। जब म जन्मिँदै गर्दा मेरो आमा बित्नु भयो। जब बिस्तारै हुर्किँदै थिएँ त्यसको केही वर्षपछि मेरो बाबाले अर्को बिहे गर्नुभयो र त्यसको केही समयपछि बाबाले घर छोडेर जानुभयो। त्यही भएर मलाई आमाको भन्दा सानी आमाको धेरै याद आउँछ। सरी, सानी आमा भन्न साँच्चै हजुरलाई के को याद आउँछ? सानी आमा भन्ने बित्तिकै मलाई मेरो सानी आमाको हातको याद आउँछ। हात भन्नाले? हात भन्नाले म जब सानो थिएँ मलाई नुहाउँथिन् त्यही हातले। भगवान् सामु हात जोड्न सिकाउँथिन् त्यही हातले। मलाई खाना पनि खुवाउँथिन् त्यही हातले। त्यति मात्रै कहाँ हो र, त्यही हातले मेरो हात समाएर साथमा पनि हिँड्थिन्। अनि मेरो कपाल चलाएर मलाई सुताउने पनि त्यही हात हो। वाह, सानी आमाले चाहिँ धेरै गरेकी रहेछन् नि है? धेरै होइन, महा धेरै। जब म बिरामी हुन्थेँ नि, रात दिन खोला नाला केही नबनिकन झाँक्रीसम्म पुर्याउनु हुन्थ्यो मेरो सानी आमाले। अहिले कता हुनुहुन्छ त? गाउँमा हुनुहुन्छ, तर उहाँ मसँग कुरा गर्नुहुन्न, बोल्नुहुन्न। उहाँको धेरै याद आउँछ। किन र नबोल्ने चाहिँ भन्न मिल्छ? अब भनेर पनि हुने त केही होइन, तर पनि मन हलुको हुन्छ भन्छन्। जब म बुझ्ने भएँ तब मैले मेरो सानी आमालाई गाउँलेको कुरा सुनेर नाना भाती भने। सधैँ उनलाई मैले गलतै देखेँ। आज म साँच्चीकै एक्लो भएको छु। उनको एक झलक देख्नलाई पनि म गाउँमा गएर लुकी लुकी उनलाई हेर्ने गर्छु। सायद पहिला गरेको पापले होला अहिले मलाई यस्तो सजाय दिएको। अनि अन्जु? कथा लामो छ, कुनै दिन सुनाउँला। आजै भन्नुहोस् न प्लिज। जब म सानी आमालाई हेला गर्थेँ नि, तब मलाई सानी आमाले बेगर भनेर लास्टै किसी गर्नुहुन्थ्यो। मलाई एक दिन रिस उठ्यो, मैले पनि नक्कली बिहे गरेर गाउँ लगेँ। तर झुटो कुरा कति दिन टिक्छ र? अनि के भयो त, सुरुदेखि भन्नुहोस् न। ल सुन। तिमी आजभोलि के सोच्दै बस्छौ? यो दुनियाँमा हरेक मान्छेले आफ्नो तरिकाले सोच्छन् अनि आफ्नो नजरले हेर्छन्। त्यसैले सारा मान्छेको सोच एकअर्काभन्दा फरक हुन्छ। तर एउटा यस्तो चिज छ, सबैलाई एउटै सोच र एकै ठाउँमा बाँधेर राखिदिन्छ। त्यो हो माया। म यो माया सायामा विश्वास गर्दिनँ केही पनि। मायाले मान्छेलाई बन्धनमा बाँधेर राख्छ। मान्छे केही नै कामको हुन्छ। अनि तिम्रो चाहिँ के छ नि विचार यो मायामा? माया त भगवानले दिएको अनमोल चिज हो, जहाँ रिसाए पनि फकाउने कोसिस हुन्छ। साँचो माया त केवल हाँसो र खुसीमा मात्रै होइन, दुःख र रिसमा पनि चिनिन्छ। जब कोही रिसाउँछ तब उसलाई गुमाउनु हुँदैन भनेर महसुस गरिन्छ नि, त्यही नै साँचो माया हो। प्रेममा त टाढा गए पनि नजिक ल्याउने तागत हुन्छ। झगडा भए पनि छुट्टिन नदिने साहस हो प्रेम। कोही रिसाउँदा उसलाई व्यवस्था गर्न सजिलो हुन्छ, तर मायाले सधैँ कसरी फकाउने भनेर सोचमा पारिदिन्छ। यस्तो सम्बन्ध जहाँ दुवैजना एकअर्काको भावनालाई बुझ्छन् अनि रिसको बावजुद पनि दुवैजना सम्बन्ध बचाउने कोसिस गर्छन्, त्यो सम्बन्ध अमूल्य हुन्छ। साँचो प्रेम त्यही हो, जहाँ तिमी बिना बाँच्न सक्दिन भन्ने भावना केवल शब्दमा होइन व्यवहारमा देखिन्छ। त्यस्तो मायाले नै जिन्दगीलाई पूर्ण बनाउँछ, गहिरो र आत्मीय हुन्छ। बुझ्यौ? कहिलेकाहीँ भित्री मनबाट महसुस गरेर त हेर, तब तिमीलाई थाहा हुन्छ कि रिलेसन इज लाइक अक्सिजन। हे, यो सब बकवास हो। रिलेसनसिप भनेको पिजडाको सुगा जस्तै हो। न खुलेर हाँस्न पाइन्छ, न खुलेर बाँच्न पाइन्छ, न हिँड्न पाइन्छ। छि, धिक्कार छ यस्तो सोचलाई। नो वे, यो सोच होइन, सत्य हो। यस्तो सोच गर्नेलाई त सरी जिस्केको मात्र। थाहा छ। अनि साँच्चै सुन न, तिम्रो पहिला लभ परेको थियो कि नै? थिए एउटी। धेरै माया गर्थेँ म उसलाई, तर छोडेर गएँ। सरी ल, मलाई माफ गरिदेऊ। अनि ऊ फर्केर आयो भने बिहे गर्छौ होला नि? खै, अब तिमी आयौ, ऊ फर्केर आयो भने सायद म बिहे गर्छु होला। ए ल। अनि तिम्रो आमालाई हाम्रो बिहेको कुरा त थाहा छ नि? नै भन्नु पनि हुन्न। किन हो र? सबै कुरा भनौ न, पछि फेरि थाहा पाउँदा नरमाइलो हुन्छ। हेर, मलाई रात दिन बिहे गर भनेर हैरान पार्छिन्। जतिखेर पनि उनको माइतीमा को छ भनेर दिक्क बनाउँछिन्।
त्यही भएर यसरी तिमीसँग बिहे गर्न लागेको। प्लिज आमालाई हाम्रो बिहेको बारेमा केही पनि नभन ल। ओके, अब मैले के भन्नु तिमीलाई? ठिकै छ, जाम हिँड अब। होइन कसलाई लिएर आयो फेरि? अब तिमीले जहिले बुहारी बुहारी भन्थ्यौ नि, ल्याइरहेको छु। बुहारी? लौ नयाँ बुहारी पनि बाहिरतिर हिँड्या छिन् त। नानी हजुर, साँच्चै एउटा कुरा थाहा छ कि छैन? के कुरा हो र दिदी, भन्नुहोस् न। अब के कुरा हुनु नि, तिम्रो सासू त सौतानी सासू हो नि। थाहा छ दिदी, मलाई सबै भन्नुभएको छ उहाँले। ए उसो भए त धेरै राम्रो भयो। सासूलाई कहिले हेला नगर है। बिचराको भविष्यको लागि भनेर आफ्नो भविष्य सकाएकी छिन्। भन्नाले बुझिनँ नि मैले। हेर, तिम्रो ससुराले 16 वर्षमा बिहे गरेर वर्ष दिन नपुग्दै तिम्रो श्रीमानको जन्म भयो। तर ऊ त जन्मियो, आमा मरेर गए। त्यसको केही वर्षपछि 18 वर्षको सानो पुच्ची बिहे गरेर लिएर आयो। लिएर आएको केही समयमा बुढाले छोडेर गयो। त्यही सानो दुधी बालकको मुख हेर्दै रुँदै बसी। कति हामीले बिहे गर भनेर भन्यो, तर म गएँ भने मेरो छोराको के हुन्छ भनेर जीवनभर उसैको खुसी हेरेर बसेकी छिन्। तिमीले उनलाई कहिले हेला नगर है। अनि उहाँलाई त आमाले माया गर्नुहुन्न रे। अब त म छु नि दिदी। त्यही भएर नारीको पीडा नारीले बुझ्छ भनेर भनेकी हुँ। अनिर्थ नरिया है नानी, म गएँ। हस् दिदी, हुन्छ। बुहारी, तिमी पनि हामीसँगै बसेर खानु चाहिँ कहाँ जानु लागि? आज ढिँडो बनाएर खाऊँ न है फापरको। अब मलाई के सोच्छ छ बाबु? बुहारीलाई सोध्नु। के छ विचार? खानुमा ढिँडो सधैँभरि ढिँडो मात्रै खानुहुन्छ के हो? बुहारी, खास कुरो के हो भने नि, हरिको बाबालाई फापरको ढिँडो साह्रै मन पर्थ्यो। त्यसैले हामी हप्ताको एकचोटि फापरको ढिँडै खान्थ्यौँ। अहिले उहाँ घरमा नहुँदा पनि, उहाँकै सम्झनामा भए पनि हप्ताको एक दिन त हामी फापरको ढिँडो खाने गर्छौँ बुहारी। त्यसैले भनेको। कुनैको कहानी जस्तै छ। उहाँ त घर छोडेर गइसक्नु भयो। तपाईँ हामीलाई किन टचर दिइरहनुहुन्छ? मलाई लाग्छ तपाईँले उहाँलाई पनि
दिनरातै ढिँडो खुवाएर घरबाट निकाल्नु भयो। अब मलाई र मेरो बुढालाई पनि यही ढिँडो खुवाएर घरबाट निकाल्नुहुन्छ होला होइन? तँलाई केही भन्नु छ? भन् मलाई। तेरो आमा नभए पनि मैले तेरो स्याहार सुसारमा कहाँनिर गल्ती गरेँ? बुहारी, तिमीहरू बिच झगडा भयो होला, यसमा मेरो के दोष? फेरि मैले त तिमीलाई यो घरको लक्ष्मी ठानेको छु। हेर, म तिमीहरूको सानी आमा भए पनि तिमीहरूलाई धेरै माया गर्छु। म एक्लै हुँदा पनि तिमीहरूकै बारेमा सोचेर बसिरहेको हुन्छु। हेर, म त यति चाहन्छु कि मेरो त उमेर छँदै खुसी लुट्यो भगवान्ले। कमसेकम तिमीहरू त सँगै छौ नि। त्यही भएर तिमीहरू जीवनभर हाँसी खुसी रहिरहौ भन्ने चाहन्छु। भन बुहारी, कहाँनिर गल्ती भयो मेरो? हो, म सानी आमा हो, मलाई थाहा छ। तिमीहरूले मलाई घृणा गर्छौ। तिमीहरू सही छौ बाबु। म त धेरै दिनको पाहुना होइन, तर बाँचुन्जेल तिमीहरू खुसी भएको हेर्न चाहन्छु। बुहारी, अब म भित्र त्यति धेरै सहन सक्ने शक्ति छैन। यहाँबाट निस्केर जा भन्छौ भने पनि म जान तयार छु। तिमीहरूलाई म गए पनि केही फरक पर्दैन नि होइन? तर म जहाँ भए पनि तिमीहरूलाई नै सम्झेर खुसी हुने कोसिस गर्छु बाबु। दिदी, के भयो? किन यसरी रोएर बस्नु भएको? होइन, कहिले यसरी रोएको देखेको थिइनँ। कसले के गर्यो दिदी तपाईँलाई? किन मन दुखाउनु भएको? आफ्नै भाग्यलाई धिक्कार्दैछु नानी। के गर्नु, बुढोले पनि छोडेर गइहाल्यो। आज बुढो भइदिएको भए यसरी रुनु पर्दैन थियो होला। बितेको कुरालाई सम्झेर हुन्छ त दिदी? एक्लै बसे पनि अहिलेसम्म हात खुट्टा चलेकै छ क्यारे। आफ्नो काम आफै गर्नुहुन्छ, त्यसैमा खुसी हुनु न। किन रोएर बस्नुहुन्छ? हो नि नानी, एउटा आमा नभएको टुरोलाई सानैदेखि काखमा राखेर खाइ नखाइ हुर्काएकोले यसरी वचन लाउँदा रुनु मन त लागिहाल्छ नि। ए, भनेपछि आज पनि छोरा बुहारीले केही भनेका हुन् र? जब अहिलेका बच्चाले भन्न पाएपछि त भनिहाल्छन् नि। उसको आमा मरेर जाँदा पनि आफूले कहिल्यै पराई सोचिन। आज मलाई
छोराबुहारीले तँ यस्ती उस्ती भनेर झगडा गर्दा साह्रै मन दुखेको छ नानी। के गर्नु त दिदी, तपाईँको भाग्य नै यस्तै रहेछ। पिर नलिनुहोस्, एक दिन बुझ्नेछन् तपाईँको छोराबुहारीले पनि। खै नानी, अब त खासै बुझ्लान् जस्तो लाग्दैन मलाई। अनि दिदी, झगडा चाहिँ खास के कुरामा भएको हो? अब कसरी भनौँ तिमीलाई, सबै कुरा पछि भन्छ है। ल ल दिदी, यसरी गएर नबस्नु, अहिले मलाई हतार छ, गएँ है। अन्जु, के भयो डार्लिङ? भन, के काम छ अब? कस्तो खालको मान्छे हो तिमी? तिम्रो मनमा अलिकति पनि फिलिङ छैन? यत्रो समय भएपछि पनि आमासित एउटा कुरा नि गरेन? उनी त बस यति चाहन्छन् कि हामी दुईजना खुसी हुन् भन्ने। थाहा छ, सत्य को छन्? तिम्रो आमा। यदि तिमीलाई बिहे गर्न मन छैन भने गएर उनलाई भनिदेऊ, उनको सामु सत्य भनौँ, सबै खत्तम गरिदेऊ। तर म उनको यस्तो कुरा झेल्न सक्दिनँ अरे। किन तिमीलाई इमोसनदेखि यति धेरै डर लाग्छ? थाहा छ, यो दुनियाँमा लाखौँ त्यस्तो मान्छे होलान् जसको कोही आफ्नो हुँदैन, तर एक तिमी छौ जसको साथमा आमा समानको सानी आमा छिन्, जसले तिमीलाई यति धेरै माया गर्छिन्, तर तिमीलाई कुनै मतलब छैन। मैले तिमीलाई केही भन्नु छैन अरे। म तिमीलाई धेरै माया गर्छु, तर तिमीले आफ्नो आमाको माया त बुझ्न सकेन भने मेरो माया के बुझ्छौ? आफ्नो आमाको आँसुको तिमीलाई कदर छैन नि, होइन? एक दिन आउनेछ अरे जुन दिन तिमी पछुताउनेछौ, तर तिम्रो साथमा कोही हुने छैन, बुझ्यौ? अनि तिम्रो अलिकति पनि लाज शरम भन्ने छैन? किन र बाबु, के भयो? कस्तो के भयो? तिमीलाई मैले आमाको ठाउँ दिएको, आमाको अधिकार दिएको होइन, यति बुझ कि मलाई र मेरो बुढीलाई अनेक वचन लगाइरहनु पर्ने जरुरत छैन तिमीले। छोरो खेलाउनु पाएर खुसी हुनु भएछ, भोलि यसैले रुवाउँछ अनि थाहा पाउनुहुन्छ। यो के भनेको भाइ तिमीले? मैले होइन, सारा गाउँले यही भन्छ। सानी आमाले आफ्नो मुटुको रगतै चुसाए पनि त्यो कहिले आमा बन्न सक्दिन, बुझ्नुभयो? तिमीले के भन्न खोजेको मैले बुझिन, प्रश्नसँग भन। हेर्नुहोस्, भगवान् साँच्चै छन्, एकपटक आफै सोच्नुहोस् त। भोलिको दिनमा तपाईँको सन्तान होला, यो सारा सम्पत्तिको हकदार यो बन्छ, तपाईँको सन्तान बन्दैन। यदि भोलिको दिनमा केही गरी तपाईँको बुढालाई केही भइहाल्यो भने यो तपाईँको सुपुत्रले तपाईँलाई भिखारी बनाएर हातमा कचौरा थाप्ने बनाइदिन्छ।
होइन दिदी के गरिरहनु भएको? हेर न भाइ, बर्खाको पानीले दाउरा सबै भिजेछ। यसो छोपेर राख्दिउँ कि भनेर नि। तपाईँ यता दाउरा मिलाउँदै हुनुहुँदो रहेछ, उता तपाईँको बुढाले अर्कै च्यापेर हिँडिसक्यो। होइन के भन्छ, पागल भयो कि क्या हो तिमी? पागल भयो कि के भयो त अब 1-2 दिनमा थाहा भइहाल्छ नि। तपाईँ चाहिँ यही अर्काको सन्तान सारेर बस्नु। बरु मैले भने मान्नुहुन्छ भने एउटा राम्रो उपाय छ। होइन, आज बिहान के खाएर आयो बाबु तिमी? घरिको मेरो बुढाले कुन चाहिँ लिएर हिँडो भन्छौ, कहिले के उपाय छ भन्छौ, भन्न खोजे चाहिँ के हो तिमीले? राम्रोसित भन न। भन्न खोजेको कुरो प्रष्ट छ दिदी। तपाईँ यो जाबो अर्काको सन्तान सारेर कहिलेसम्म बस्नुहुन्छ? तपाईँको आधा उमेर अझै बाँकी छ। तपाईँको बुढोको कुनै ठेगान छैन। मैले यही आँखाले अहिले भर्खर देखेको तपाईँको बुढोले केटी चेपेर हिँडेको छ। सायद तिनी अब कहिले फर्केर आउलान् जस्तो छैन दिदी। बरु उनलाई कुरेर बसिरहनु भन्दा तलको घनश्याम छ नि, मान्छे हेर्दा हट्टाकट्टा पनि छन्, खाइलाग्दो पनि छन्। बुढी मरेको नि यतिका वर्ष भयो, के छ त विचार? होइन, अर्काको बुढी मरोस् कि बाँचोस् कि कोइला जाओस् कि मलाई किन सुनाउनु पर्यो यो सब कुरा? तिमी धेरै बढी नबोल है भाइ। अहिले यो चिप्पर दौडरे पनि हलाउनु तर तपाईँकै भलाइको लागि भनेको दिदी। भोलि यो ठुलो भएपछि तपाईँलाई हेर्दैन। सानी आमा भनेको सानी आमा नै हुन्छन्, कहिले नि आमा बन्न सक्दिनन्। त्यसैले एकचोटि गम्भीर भएर सोच्नुहोस् दिदी। तिमीले भनेको कुरा नि ठिकै हो भाइ। अब यो दुधे बालकलाई छोडेर म कहाँ जान सक्छु र? अब म सानी आमा नै भए पनि कमसेकम आमाको माया त दिन सक्छु नि। ल है दिदी, राम्रोसँग विचार गर्नुहोस् है। भोलि फेरि उमेर गइसकेपछि कसैले हेर्दैनन्। बाबु, अब कसैले हेरोस् नहेरे नहेरोस्, मैले दिनुपर्ने माया र मोह दिएर म हुर्काउँछु। अब भोलि यसले हेर्छ नहेरे हेर्दैन। अब म चाहिँ यही भनेर अब जति बाँच्छु यसैको मुख हेरेर बस्छु भाइ। जति सम्झाउँदा नि नहुँदो रहेछ तपाईँलाई। तपाईँको बुढाले अर्को चेपेर हिँडिहाल्यो, अब फर्केर आउने होइनन् क्या अरे। ल अझै राम्ररी विचार गर्नुहोस्, लागे म। ल जाऊ, अर्काको घरको चियो चासो गर्नुभन्दा त आफ्नै काम गरेर बसे नि हुने नि। के सोचिरहेको? कि यसलाई पनि कसरी घरबाट निकालौँ भनेर सोचिरह? बाबु, तँलाई मैले यिनै हातले हुर्काएको हो, कसरी निकाल्न सक्छु र? किन मलाई यसरी वचन लाउँछस्? जब आफू सक्ने भइस् अनि अहिले मलाई यसरी वचन लाएर हुन्छ त? तिमीले मलाई हुर्काएकी मात्रै हो, मेरो दिमाग नतताउ। कहाँ जानु पनि गयो हुन्छ। आमा, मैले गर्दा हजुर रुनु पर्यो है। सरी आमा। ल सरी भन्नु पर्दैन नानी, भाग्यमा जे लेखेको छ त्यही भोग्नुपर्छ। अनि अर्को कुरा, जुन सम्बन्धमा बेला बेला झैझगडा मनमुटाव हुन्छ नि, त्यहाँ साँचो माया लुकेको हुन्छ। साँचो माया हाँसो र मिठा कुरामा मात्र होइन, कहिलेकाहीँ आँसु र असहमतिमा पनि देखिन्छ। जब कोही व्यक्तिलाई हामी अत्यन्त माया गर्छौँ तब हामी डराउँछौँ नानी, कतै गुमाउनु पर्छ कि भनेर। यही डरले त कहिलेकाहीँ शङ्का जन्माउँछ। शङ्का नै त माया भएको प्रमाण हो नानी, किनकि जहाँ अगाध माया हुन्छ त्यहाँ गुमाउने डर हुन्छ। त्यसैले कतै मेरो छोराले पनि मलाई छोडेर जान्छ कि भन्ने डर लाग्छ कहिलेकाहीँ। हजुर महान हुनुहुन्छ आमा। झन् आफ्नै छोरा भएको भए हजुरले कति माया गर्नुहुन्थ्यो होला है। लाटी, त्यो मेरो छोरा नै हो, त्यसलाई मैले कहिले पनि पराई सोचेको छैन, बुझ्यौ? बुझेँ आमा। तिमीहरू पनि सकेसम्म मिलेर बस, कहिले झगडा नगर है बुहारी। हामीले कहिलेकाहीँ तिम्रो ससुरालाई सम्झेर गुन्द्रुक र ढिँडो खाने गरेका छौँ।
त्यसमा कहिले नि मन नदुखाउनु है। हस् आमा, मन दुखाउँदिन। होइन है भान्जा बाबु, के भयो? किन निराश? के हुनु नि, त्यो छ नि मर्न सकेको बुढी, जहिले किचकिच किचकिच, न शान्तिसँग बस्न दिन्छे न खान दिन्छे। के गर्नु त, सानी आमा नपरिन्। आमा भएको भए त त्यो किचकिच पनि मिठो लाग्थ्यो होला। मिठो बोलेर सम्झाए पनि किचकिच नै लाग्छ। त्यस्तो होइन नि मामा। बाबु, सकेसम्म सानी आमालाई पनि आमालाई जस्तै माया देऊ। मामा, सानीमा भएपछि त सानीमाकै ठाउँमा बस्नुपर्छ नि। कसैको नभएको थुतुनो छ, आइमाईको थुतुनो गतिलो भएन भने लोग्ने मान्छेले जिन्दगी प्रगति गर्न सक्दैन मामा। आजसम्म थुतुनो चलाउने आइमाईको श्रीमान कुनैले पनि प्रगति गरेको देखेको छैन। मेरो बाबा पनि यसो किचकिच सहन नसकेर घर छोडेर गएका होला। वाह, कति राम्रो कुरा गर्यौ बाबु, तिम्रो कुराले मेरो मनै छोड्यो। साँच्ची मामा, सुन्नु न, एउटा कुरा सोध्नु थियो तपाईँलाई। बस्नु त आउनु। के कुरा हो र भान्जा बाबु, भन्नुहोस् न। सुन्नु न मामा, उहिले तपाईँहरूको पालामा मोबाइल थिएन, गाडी थिएन, टिभी थिएन, डक्टर थिएन, औषधि थिएन, फेसबुक युट्युबको त नाम निशान सुन्नु नै भएको थिएन होला। चप्पल थिएन, राम्रो कपडा थिएन, भातभन्दा धेरै दिन त पिठोको खोले खाएर नै बाँच्नु पर्थ्यो। त्यस्तो अवस्थामा पनि कसरी तपाईँहरू एकअर्कालाई जीवनभर माया गरेर एकअर्का बिना बाँच्न सक्नुभएको? हामीसँग मोबाइल थिएन तर सम्बन्ध बलियो थियो, गाडी थिएन तर हिँड्दा साथ दिने साथी थियो, औषधि थिएन तर खानामा विष होइन जीवन थियो, डाक्टर थिएन तर जडीबुटीको ज्ञान हरेक बुढा बाआमासँग थियो, टिभी थिएन तर घरको आँगनमै गीत गफ र लोककथाले मनोरञ्जन हुन्थ्यो। हो बाबु, हाम्रो पालामा कपडा कम थियो तर लाज र शिष्टता भरिपूर्ण थियो, चप्पल थिएन तर बाटोमा धुलो मात्रै हुन्थ्यो, काँडा र तिरस्कार होइन। हेर भान्जा, समयसँग पैसा कम थियो तर सन्तुष्टि धेरै थियो, भोग थियो तर सबैसँग बाँडीचुडी खाने मन हुन्थ्यो, हामीसँग सबै थोक थिएन तर एक अर्काको पीडा बुझ्ने आँखा थियो, नानी टाढा थियो तर प्रेम गहिरो थियो। हेर त अहिले सबै थोक छ तर मुटु खाली छ, घर ठुला छन् तर साथ छैन, मिठा परिकारहरू छन् तर मिठास छैन। थाहा छ, साँचो खुसी त हामीसँग थियो, जहाँ जीवन सरल र सन्तुष्टि हाम्रो सबैभन्दा ठुलो सम्पत्ति थियो। ल भान्जा, कुरा यही हो। अब तिमीलाई जति भने पनि बुझ्ने खालका त होइनौ। अहिलेलाई मलाई हतार छ, म गएँ। हुन्छ बाबु। आमा, सुन्नुहोस् न, हजुरसँग एउटा जरुरी कुरा गर्नु थियो। कस्तो कुरा हो र बुहारी, भन न। आमा, हजुरलाई कसरी भनौँ, नभने पनि कति दिन लुकाउनु। सत्य कुरा खासमा हजुरको छोराको र मेरो बिहे नै भएको छैन आमा। उहाँले मलाई केही दिनको लागि मेरो बुढी बनिदेऊ, म तिमीलाई चाहिने जति पैसा दिन्छु भन्नुभयो।
मलाई पनि पैसाको साह्रै खाँचो थियो, त्यसैले म तयार भएँ। मलाई माफ गरिदिनुहोस् आमा। मलाई सबै थाहा छ बुहारी। कसरी? जब तिमीहरू गाउँ आउँदा तल चौतारामा बसेर कुरा गरिराखेका थियौ नि, त्यो सबै सुनेको थिइनँ नि मैले। हजुर जस्तो सानीमा पाउनु त भाग्यको कुरा हो, तर हजुरको छोराले कहिले बुझेन नि कुरा। म माफीको लागि त छैन होला, सकेसम्म मलाई माफ गरिदिनुहोस् है आमा। अब म आज काठमाडौँ जान्छु, उता मेरो धेरै कामहरू छ। राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला है। ल ल हुन्छ नानी, तिमी केही पे नगर। मैले केही मनमा राखेको छैन, तिमी ढुक्क भएर जाऊ सहर। साँच्ची त्यो कता गयो? रिसाएर गएको छ? जाऊ जाऊ नानी, खोजेर लिएर आऊ। पर्दैन आमा, भोक लागेपछि आफै आउँछन्। उनी आउनुभन्दा अगाडि म जान्छु है। अब मैले के भन्नु र बाबु, राम्रोसित जाऊ है। हस् आमा, म लुगा फेरि जान्छु। आयो तिमी? आऊ न यता बस। एक्सक्युज मी, आयो अन्जु? तिमी नै होइन मलाई बारम्बार कल गरेर भेट्न बोलाउने? माया, हरेक कुराको डिसिजन रिसमा लिएर हुँदैन। तिमीलाई थाहा छैन, तिमीलाई उहाँले धेरै माया गर्नुहुन्छ। उहाँ सुत्दा खाँदा बस्दा उठ्दा तिम्रै नाम लिनुहुन्छ। माया, हेर त तिमी कति धेरै लक्की छौ, यति धेरै माया गर्ने मान्छे पाएको छौ। तिमी कसको बारेमा कुरा गरिरहेछौ? यो मस्तीको बारेमा? कहीँ यसको पनि कल्याण त गरिनौ? केटीहरू यसको लागि एउटा खेलौना हो। अनि प्रेम एउटा इन्टरटेनमेन्ट मात्रै हो। अनि नाताको त के कुरा गर्छौ? नाता त यसको लागि बेडसम्म मात्रै हो। यसलाई त यो पनि थाहा छैन होला कि यसले अहिलेसम्म कतिजनासँग रात बितायो भनेर। केटी मान्छेलाई अफिसमा यसले किन राख्छ थाहा छ तिमीलाई? आफ्नो जरुरत पुरा गर्नको लागि। अनि यसको मुड चल्यो भने आधा रातमा पनि तिमीलाई कल गरेर बोलाउँछ। स्वार्थ पुरा भइसकेपछि यसले तिम्रो फोन पनि उठाउँदैन। अनि गर्लफ्रेन्ड त यसको लागि खुट्टाको जुत्ता सरा हो। पुरानो हुनसाथ खोलेर फालिहाल्ने यसको बानी नै यही हो। यसको जिन्दगीको मकसद यही हो कि नयाँ नयाँ केटीसँग मोज मस्ती गरेर हिँड्ने, खुल्ला पन्छी भएर बाँच्छौँ। नो नाता नो झन्झट। मनले भन्छ कि यो रगत खाने पशुलाई एक हानेर यहीँ मारिदिउँ। हेर, तिमी योबाट टाढा हुनु नै तिम्रो भलाइ हुन्छ। जब छोरी मान्छेले बिहे गरेर आउँछ अनि मात्र उसले सबै कुरो आफ्नो लोग्नेले सुम्पेको हुन्छ। अनि उसको लागि लोग्ने नै भगवान सर हुन्छ। तर तिमी जस्तो स्वार्थीलाई भनेर पनि के काम, होइन र? एनीवे, आफ्नो र बुढीको विशेष गरेर आमाको ख्याल गर्नु। आमा भनेको आमा नै हुन्, चाहे उहाँ सानी आमा नै किन नहुन्। सम्मान गर्न सिक। तँलाई हुर्कायो, बढायो, पढायो, यत्रो लक जवान बनायो, तैँले कहिले आमाको दर्जा दिएको छस्? तँ बिरामी हुँदा होस् या तँलाई दुःख पर्दा होस्, तेरो भन्दा पहिला आमाको आँखा रसाउँछ। जब आफ्नो आमाको इज्जत गर्न नजान्नेले के थाहा जिन्दगी भनेको के हो भनेर। हेर, एक दिन नराम्रोसँग पछुताउनेछस्, याद राख, बुझिस्?
अनि को हौ तिमी किन यसरी रुँदै हिँडौ के तालको मान्छे रहेछ एक वचन यो भयो भनेर भने पनि त हुन्थ्यो के किन जस्तो दिदी के भयो हजुरलाई किन निराश भएर हिँडिरहनु भएको छ त अब तँलाई के भनौँ बाबु म हेर न भान्जाले एउटा केटी बिहे गरेर ल्याएको थियो बिहे के भन्नुभएको दिदी हजुरले अनि छोराले बिहे गरेपछि त खुसी पो हुने हो त दुखी भएर हिँड्छन् त अब मलाई झुक्काउनलाई नक्कली बिहे गरेको थियो बिचरा ती नानी रुँदै रुँदै गइन आज ए भनेपछि अघि तल रुँदै जाने तिनै नानी हुन् कि के हो हो नि भाइ ती भन्दा पनि कहिल्यै नसुध्रिनु ल ल दिदी पिर नगरेर घर जानुहोस् म पछि आएर भन्जालाई सम्झाउँछु हुन्छ भाइ बाबु भयो अब त तैँले अति गरिस् अब तेरो सामु म कहिले अनुहार देखाउँदिन तैँले भन्थिस् नि मेरो बाबुको सम्पत्ति खाएर बसेको हो भनेर अब तँ एक्लै बस म पनि जान्छु यो घरबाट आमा त्यति पनि नभनिदिनुहोस् न मलाई माफ गरिदिनुहोस् मलाई पहिला यो नातागोता भन्ने केही थाहा थिएन मलाई केही मतलब लाग्दैन थियो गाउँलेको कुरा सुनेर हजुरलाई के भने मलाई माफ गरिदिनुहोस् आमा सरी मलाई होइन यदि तँलाई तेरी सानी आमाको माया लाग्छ भने अन्जुलाई यो घरको बुहारी बनाएर लिएर आइज अनि मात्रै आउँछु नत्र भने म मर्दा पनि तँ मेरो सामु नआइज त्यसो नभन्नुहोस् न आमा प्लिज हजुर कतै नजानुहोस् म आफै जान्छु जसरी पनि अन्जुलाई लिएर मात्र यो घरमा आउँछु म नत्र कहिले पनि आउँदिनँ हजुरको सामु बाबु नजान दिदी भान्जा खै त भान्जालाई देख्दिन भाइ मैले तेरो भान्जालाई पनि यो घरबाट निकालिदिएँ बल्ल ठिक गर्नुभयो दिदी किनकि केटा मान्छेले जिन्दगी के हो भनेर बुझ्नको लागि एकचोटि घरबाट बाहिर निस्कनै पर्छ के गर्नु त अब दिनकै केटी फेरि फेरि घर लिएर आउँछ अनि के भनेर घरबाट निकालेको हो नि के गर्नु अब आफ्नो आमा नभए पनि आफ्नो आमा जस्तै गरेर उसलाई कति स्याहार गरेँ कति माया गरेर पालेँ अहिले केही भयो कि झनक्क रिसाउँछ नाना थरी भन्छ मलाई नै नराम्रो भन्छ आफ्नै छोरा जस्तै गरेर पाल्दा पनि मैले कहिल्यै जस पाइनँ बाबु मै नराम्रो हुन्छु अरूको अगाडि सानी आमा हो भनेर नभनोस् भनेर मैले कति त्यसलाई सम्झाउने प्रयास गरेँ त्यसले कहिले बुझेन हरेक पटक केटी फेरि फेरि घर लिएर आउँछ मलाई नै टर्चर दिन्छ यसरी कसरी निर्वाह चल्छ बाबु
त्यसरी निकालिदिएँ मैले घरबाट। जहाँसुकै जाओस् अब त्यसको मतलब छैन मलाई। ए घर नै छोडेर गएको भए छोडिदिनुहोस्, नत्र घुर्की मात्रै लाएर गएको भए भोक लागेपछि आफै आइहाल्छन् नि, बुझ्नुभयो? तैँले पहिला भन्न त भनेको थिइस् नि बाबु, के गर्नु, यसैको मायाले टुरो होला, यसैको बिजोग होला भनेर मैले त्यतातिर ध्यानै दिइनँ। ल दिदी, पिर नगर्नुहोस् है। खोइ भाइ, पिर त लागिहाल्छ नि। अब म त कुनै कुरामा अलबल्ले छु। तिमीलाई भोक लागेको थियो होला, म केही बनाएर लिएर आइहाल्छु है। पर्दैन दिदी, म त भान्जा घरमै छन् कि भनेर यसो सम्झाइ बुझाइ गरौँ भनेर आएको। भान्जा घरमा रहन्छन्, म जान्छु अहिले, मलाई हतार छ। आमा, त्यही भएर त सानी आमाले जबसम्म अन्जुलाई लिएर आउँदैनस् तबसम्म मेरो मुख नहेर भन्नुभयो। र त म अन्जुलाई आजसम्म खोजिरहेको छु नि। ल त रात पनि पर्न लागेछ, हजुरको अन्जुसँग चाँडै भेट होस्। खै झन् पानी पनि परेछ, तै पनि मकै यसपालि गतिलै भएन। के रोग लाग्यो, किरा पनि लाएर छ। औषधि नहालिकन नहुने भयो। पहिला पो औषधि नहाल्दा पनि हुन्थ्यो।
खाँदा पनि राम्रै हुन्छ। अब औषधि नहाले केही हुँदैन अहिले। के हो यो सबै किरा लागेछ ल र फेरि औषध लिन जानुपर्ने भयो। दिदी एक्लै के फतफताइरहनु भएको? अब नफतफताएर के गर्नु त नानी। अब घर हेर आफैले, बारी हेर आफैले। हेर न यसपालि मकै सबै किराले खाएर के भयो भयो। अब यसमा पनि औषधि नहाली नहुने होला। अब छोरोको भरै छैन। साँच्चै दिदी तपाईँको छोरा त घरमा नआएको नि धेरै भयो। फोनमा कुरा हुन्छ कि हुन्न नि? छैन नानी, घरबाट निस्केर गएको यत्रो समय भयो। न घर आउँछ न एकल फोन गर्छ। कहाँ छ के छ केही पत्तो छैन। ए हो र दिदी, अहिले आला काँचै छन्, भोलि पछि बुद्धि आएपछि आइहाल्छन् नि। खोइ नानी, दारीजुङ्गा फुल्ने बेला भइसक्यो। अब अहिले नआएको बुद्धि कहिले आउला? मलाई त दिक्कै लागिसक्यो भने। आउँछ दिदी आउँछ, जे कुराको पनि समय आउँछ भन्छन्। समय आएपछि सबै ठिक भइहाल्छ नि। खोइ बाबै, 12 वर्षमा त खोलो फर्केर आउँछ भन्छन्, तर त्यसको बुद्धि कहिले फर्केर आउला जस्तो लाग्दैन मलाई। ल ल दिदी, धेरै सोचेर नबस्नु। धेरै सोच्दामा आफूलाई असर पर्ने हो। हुने कुरा नभई छोड्दैन, किन धेरै सोचेर बस्नु। ल ल नानी ल, तिमी चाहिँ कता जान लाग्यो? कतै होइन दि, ऊ माथि पसलसम्म जान लागेको। हजुरलाई देखेर तपाईँको छोरा आएन भनेर सोधेको। ल ल नानी ल, अब आयो भने त तिमीहरूले थाहा पाइहाल्छौ कहिले आउँछ कहाँ छ। होइन के भयो, किन यसरी बेहाल भएर बस्नु भएको? अन्जुला खोज्न आज दिनभरि हिँडेँ तर कतै भेटिनँ। ए हो र, अन्जुलाई मैले भेटेको छु र सबै कुरा भनेको छु। अनि कता छिन्ने अन्जु? कता हुनु, यतै छिन्ने हो र? मलाई एकचोटि भए पनि अन्जुलाई भेटाइदेऊ न। पर्खनु न, कति हतार भएको हजुरलाई। समय आउँछ नि। मसँग धेरै समय छैन। अब मैले अन्जुलाई भेटिनँ भने म मर्छु होला। पागल हुनुभयो हजुर। हो, म पागल भएँ अन्जुलाई भेट्नलाई। अन्जुलाई भेट्नलाई म धेरै आतुर छु। ल ल, म भरि भनिदिउँला। अहिले पुऱ्याइदेऊ न। साँच्ची अन्जु, सुन न। भन्न के कुरा? कुरा के हुनु र, तैँले हरि भन्नेलाई चिन्छस्? हरि? को हरि? त आग्राको? के मलाई उसको व्यवहार नै मन पर्दैन। जहाँसम्म मलाई लाग्छ हरि एकदम ठिक छ। अब केही नसोची चुप लागेर भोलि जा, अनि गएर कुरा गर। मामा हेर्नुहोस् न, हरि मान्छे त ठिकै छ, तर मेरो जीवन उसँग कट्ला त। कहिलेकाहीँ त मलाई हरिदेखि साह्रै डर लाग्छ। दुश्मनै जस्तो व्यवहार गर्छ, अनि दुश्मनसँग त डराउनु पर्यो नि, होइन र मामा? हो नानी, तिमीले ठिक भन्यौ। किनभने दुश्मन को हो भनेर तिमीलाई थाहा हुन्छ। त्यसैले तिमीले उसलाई आफ्नो नजिक आउन दिँदैनौ। तर नक्कली साथी भनेको नक्कली मित्रताको अभिनय गर्दै तिम्रो विश्वास जित्छन्। उसलाई तिम्रो कमजोरी, रहस्य र सपनाहरू थाहा हुन्छन्। उसलाई थाहा हुन्छ कि कुन बटमसित तिमीलाई धोका दिन सकिन्छ भन्ने। त्यसैले अब तिमी आफै विचार गर न, मैले के भनौँ। अब आफै भन्नुहोस् न त, म के गरौँ? हरि मान्छे त ठिक छैन, थाहा छ, तर उसको सानी आमाको मुहार देख्दा साह्रै माया लागेर आउँछ। अनि तिमीहरू भेट नभएको चाहिँ कति भयो नि नानी? धेरै भयो मामा। जबदेखि मैले त्यो घर छोडेर हिँडेँ तबदेखि हरि पनि घर गएको छैन अरे। बिचरा ती आमाको मनमा के बितिरहेको होला। अब तिमीलाई त्यस्तो लाग्छ भने के गर्छौ त? नसुध्रिए कि भन्छ? खोइ मामा, सुध्रिएको छ भन्दै थियो मेरो साथीले, आज भेटे कि रे। उसो भए बिहे गर न त। केटा मान्छेलाई सुधार्ने भनेको केटीले नै हो। हुन्छ मामा, भोलि म एकचोटि भेट्न जान्छु। हस्, हुन्छ नानी। हेर दिदी,
नक्कली साथीबाट कसरी बच्ने तिमी आफै सोच। तिमीलाई त्यो केटा ठिक कसरी लाग्यो तिमी आफै भन त। त्यस्तो होइन नि बाबु, एउटा सानो बगैँचा र एउटा जङ्गलमा तीमध्ये कहाँ बढी सर्प र बिच्छू हुन्छ भन्ने कसलाई थाहा हुन्छ र। अब ऊ पनि सुध्रियो होला नि त। सुध्रियो होइन, धेरै सुध्रिया छ। भोलि एकपल्ट गएर हेर। ठिक भन्यो दिदी। जब आफ्नो साथीको घेरा सानो बगैँचा जस्तो बनाउँछौ, जब तिमीलाई कम बिच्छी, कम सर्प, कम मुसाहरूको सामना गर्नुपर्छ, जति कम मान्छे त्यति कम समस्या। अब तिमीलाई सुध्रिएको जस्तो लाग्छ भने जाऊ। मेरा धेरै साथीहरू थिए, उनीहरू पनि अहिले धेरै सुध्रिएका छन्। तर मैले जति देखेको अनि अनुभव गरेको छु दोकान नखोलिदिए तिमीलाई चिने जानेका धेरै हुन सक्छन्, तर साँचो साथी थोरै मात्र हुन्छ। त्यसैले अब सोच विचार गर दिदी। अझै पनि तिमीले उसलाई माया गर्छौ र विश्वास गर्न सक्छौ भने हामीले भन्नु के नै छ र। हो नि भाइ, ठिक भन्यो। अन्जु अब धेरै नसोच, जा। अन्जु, के भयो? किन निराश भएर बसेकी छौ? अब तपाईँलाई के भन्नु, आज दिनभरि हरिलाई खोजेको कतै भेटिएन। त्यही भएर कता गएछ भनेर सोचेर बसिरहेको माया। ए हो र, कतै कामतिर पो गए कि? अनि तिम्रो त्यो हिजोको साथीलाई थाहा होला नि? खै, हिजोसम्म यतै छ भनेको सुनेको थिएँ, आज गएर हेरेको कतै छैन। यतै कतैतिर होला नि। पिर लिएर नबस है। उसले तिमीलाई माया गर्छ गर्दैन, तर तिमीले त उसलाई साँचो माया गर्छौ। एक दिन तिमीहरूको पक्कै भेट हुन्छ। भन, के काम छ कि पहिलाको जस्तो यति पैसा दिन्छु मेरो बुढी बन भन्न आयो? हेर न, प्रतीक्षाको घडी पनि कति लामो हुँदो रहेछ। तिमीसँग एक शब्द बोल्नको लागि मैले भोक निन्द्रा सबै त्यागिदिएँ। 2 शब्द बोल्नको लागि मैले आफ्नो निन्द्रा थकान सबै भुलेर पर्खाइमा बसिरहेको छु। सब थोक माया भएर त होला नि है। माया बिनाको जीवन त मैले कल्पना पनि गर्न सकिनँ। सायद माया के हो भनेर तिमीले सिकायौ। त्यसैले आफ्नो रहर र चाहनालाई कैदी बनाएर तिम्रो पर्खाइमा 2 शब्द बोल्नको लागि पर्खेर बस्ने अवस्थामा छु। थाहा छ, तिमी र मेरी सानी आमा साह्रै दुखी छौ मदेखि। मैले धेरै मन दुखाएको छु तिमीहरूको। सक्छौ भने मलाई माफ गरिदिनु। ए, अहिले त सानीमाको नि माया लाग्न थाल्यो तिमीलाई? तिमी त माया भने नाटक भन्थ्यौ। सायद तिमी जीवनमा नआएको भए मैले महत्त्व बुझ्थेन होला। सरी भने त मैले, प्लिज। मैले माफी त दिन्छु, तर एउटा शर्तमा। कस्तो शर्त?
आज कहाँबाट फोन गरेँ छोराले? हेलो आमा, दर्शन। भाग्यमानी हुनु बाबु। अनि त सन्चै छस्? सन्चै छु आमा। हजुरलाई कस्तो छ? कस्तो हुनु बाबु? डाँडा माथिको घाम कहिले के अस्ताउने कहिले हो। अहिलेसम्म त ठिकै छु। औषधि समयमै खानुहोस्, चेकअप समयमा गराउनुहोस्, पैसाको चिन्ता लिनु पर्दैन। म छँदैछु नि, आफ्नो ख्याल राख्नुहोस् है। मेरो चिन्ता गर्नु पर्दैन बाबु, तैँले बरु त कहाँ छस्? आफ्नो चाहिँ राम्रोसित ख्याल गरेस् है। हस् हुन्छ आमा, हजुरको आशीर्वाद रहनुन्जेल मलाई केही हुँदैन। हजुर मेरो चिन्ता नलिनुहोस्। तिमी ठुलो मान्छे भए पनि मेरो नजरमा त्यही जिद्दी, मैले भनेको नमान्ने, मलाई सताउने मेरो मुटुको टुक्रा हो बाबु। थाहा छ तिमी आफ्नो ख्याल राम्रोसँग गर्न सक्छौ भनेर, तर पनि तिमीलाई नकराइकन नसोधिकन मेरो मनै मान्दैन बाबु। आमा, सायद मैले तपाईँलाई धेरै दुःख दिएर होला आज म यस्तो अवस्थामा पुगेको छु। किन र बाबु, के भएको छ तिमीलाई? मैले रिसमा अलिकति कराएको थिएँ, तिमीले त्यत्तिकै घर छोडेर गयौ। अनि यतिका समय भयो तिमीलाई मेरो याद आएन है? मलाई हेर्न मन लागेन है बाबु तिमीलाई? आमा, मलाई पनि हजुरसँग भेट्न मन लागेको छ। अङ्गालोमा रुन मन लागेको छ। म साह्रै थाकेको छु। अब त नाच्न पनि मन छैन मलाई। त पागल नबन है बाबु। गलत कदम कहिल्यै नउठाएस्। मैले मेरा बा आमा मरेको देखेको छु। कतिको पीडा हुन्छ भनेर मैले भोगेको छु। अब सहन सक्ने हिम्मत छैन बाबु ममा। तैँले कहिले गलत काम नगरेछ है? आमा, मलाई एकपटक छोरा भन्न बोलाउनु न। छोरा भन्न नबोलाउनु भएको धेरै भयो। किन बाबु यस्तो कुरा गरेको? त कहाँ छस् भन् त, म आउँछु तँलाई लिनलाई। कहाँ छस्? कहाँ छु भनौँ आमा, हजुरलाई दिएको वचन पुरा गर्न सकिनँ। त्यसैले म मर्नु र बाँच्नु भएर हिँडिरहेको छु। सायद कतैबाट नराम्रो खबर पाउनु भयो भने आफूलाई सम्हाल्नुहोस् है आमा। बाबु, ए बाबु, तैँले किन यस्तो कुरा गरेको? तँ बिना म कसरी बाँचौँ भन् त? मेरो मुटुको टुक्रा होस् बाबु त। तँ बिना मेरो सासै चल्दैन बाबु। आमा, साह्रै एक्लो भएको छु। मन दुखेको छ। न हजुरको लागि अन्जुलाई फर्काउन सके, न म नै फर्केर सकेँ। यस्तो जिन्दगी जिउनु भन्दा त मर्नु नै जाति होइन र आमा? तँ धेरै नबोल, चुप लाएर घर आइज खुरुक्क। कसरी आउँ आमा? म हजुरलाई त्यत्रो सताएको छु, कसरी मुख देखाउनु मैले? छोराले त हो नि आमालाई सताउने। त खुरुक्क घर आइज। आउँदिनँ आमा। हिजो अन्जुलाई भेटेको थिएँ, उसको त अर्कैसँग। हेलो हेलो बाबु, बाबु, हेर कपाल पनि कस्तो बनाएको, के हालत बनाएर हिँडेको यस्तो? तँलाई अलिकति पनि मेरो याद आएन है? याद किन नआउनु आमा? म हजुरलाई हेर्नलाई कतिचोटि आइसकेँ यार। हजुर कहिले बारीमा हुनुहुन्छ त कहिले पिँढीमा बसेर रोइराखेँ। अनि तैँले मलाई एकचोटि भेट्नु पर्दैन? सरी आमा। बाबु, भोकाएर आएको होलास्, म खाजा बनाउँछु, हिँडभित्र। मलाई मात्र? अनि बुहारीलाई? बुहारी? राम राम राम, फेरि कसलाई लिएर आइस? अन्जु, भित्र आऊ त।